के छ खबर? सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। आज चाहिँ हामी मामा भान्जा भएर जाँदैछौँ विशेष कामले। बुटोलदेखि नै मैले चाहिँ भिडियो चाहिँ दिएन, यहाँ दर्शन आएदेखि भिडियो बनाउनु आएको। के कस्तो हुन्छ सबैले मेरो साथ दिनुहोला भन्न चाहन्छु। त्यही हो। कर्नरिङमा चाहिँ कसरी ओभरटेक गर्नु हुँदैन, त्यो ह्याबिट चाहिँ चिकी डाँडा गएको भिडियोको कसले हेर्नुभयो रहेको भए युट्युबमा गएर हेर्नु होला। द ड्रिमर गरेर नाम सर्च गरेर हेर्नु होला भन्न चाहन्छु। अनि सब्सक्राइब गोर्तुङ आइसकेका छौँ। यहाँबाट राइट साइड चाहिँ पोखरा जाने हो, यहाँबाट पोखरा गइन्छ। यताबाट चाहिँ गुल्मी नरकाटी जान सकिन्छ।
धुलो फाला त हामी चाहिँ फाइनली बतास डाँडा पुगिसकेका छौँ। केही समयको विश्रामपछि हामी मामा भान्जा चाहिँ अब अगाडि लाग्नेछौँ। यात्रामा के कस्तो हुन्छ सबैले भिडियो अन्तिमसम्म हेर्न नछुटाउनु होला, इन्ट्रेस्टिङ नै हुनेछ हाम्रो मामा भान्जाको राइड, होइन भान्जा? हो। कस्तो लागिरह? राम्रो। कस्तो एक्सपिरियन्स गरिरहौ? राम्रो र नयाँ। नयाँ। अनि केही भन्न चाहन्छौ? हाम्रो यो बुटोलदेखि चारपाडासम्मको राइड हो। हामी भर्खर तानसेनको डाँडामा छौँ। यति नै भन्न चाहन्छु। दाइको युट्युबको नाम रहेको छ द ड्रिमर अझै सबैजनाले लाइक कमेन्ट सब्सक्राइब। आज हामीसँग भेट हुनुभएको छ यो पाल्पा डाँडामा। यो डाँडाको नाम के हो? सँगै पढ्ने साथी पढ्नु भयो। सँगै पढ्ने साथी पढ्नु भयो रहेछ। म पनि बुटोल बहुमुखी क्याम्पसमा पढ्छु, उहाँ पनि बुटोल बहुमुखी क्याम्पसमा पढ्नु रहेछ। कोइन्सिडेन्स भेट भयो। बहिनीहरूलाई कसरी चिन्नुहुन्छ यस्तो कमेन्ट गर्नुहोस् है। यो हात्तीढुङ्गा भन्ने ठाउँ हो। यहाँ खाजा नास्ता गरेर हामी अब अगाडि बढ्ने तर्खरमा छौँ। यहाँको वातावरण एकदमै शान्त रमाइलो लाग्दछ। हामी चाहिँ रानीमहलदेखि अगाडि लागिसकेका छौँ मामा भान्जा भएर। एउटा साथी भेट भएको थियो हात्तीढुङ्गा भन्ने ठाउँमा। अलि किन गफ गरियो, धेरै टाइमपछि चाहिँ भेट भएको थियो अनि गफसफ गरियो। अनि हामी चाहिँ आफ्नो गन्तव्यतिर अगाडि बढिरहेका छौँ। करिब 6-6:30 बजीतिर हामी घर आइसकेका थियौँ। मोबाइलमा चार्ज नहुनाले धेरै भिडियो बनाउन पाएन, त्यसको लागि सरी भन्न चाहन्छु। हिजोको भिडियो चाहिँ यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद।